सबै सब्जीहरू मध्येमा चाहिँ बैगुनको सब्जी चाहिँ अलिक मन पर्दैन, त्यही भएर म चाहिँ अलिक एक्स्ट्रा प्रकारले पकाउँदैछु, मतलब अलग तरिकाले पकाउँदैछु होइन। किनभने मलाई चाहिँ अब भाजा चाहिँ पुरा मनपर्छ, पुरा फेभरेट हो होइन। अन्त सब्जी चाहिँ अलिक त्यति मन पर्दैन, त्यही भएर मैले पहिला चाहिँ पातला काटेँ होइन, अन्त फ्राई गरेँ, त्यो त्यत्तिकै मिठो हुन्छ। यो चाहिँ मैले चटनीको लागि रेडी गरेको थिएँ। अनि म बोइल आलुमा पकाउनु आँटेको। यो चाहिँ नर्मल जस्तो हामी अरू सब्जीको लागि मसला ग्रेभी बनाउँछौँ त्यस्तै बनाएर चाहिँ मैले बोइल आलुलाई पनि एकछिन पकाएँ होइन। अन्त त्यहाँदेखिको यसरी पकाएको चाहिँ साह्रै मिठो हुन्छ। त्यो फ्राई गरेपछि बैगुन त्यत्तिकै मिठो है। अन्त त्यहाँदेखिको यो यस्तो ग्रेभीमा चाहिँ तपाईँले रोटी अन्त त्यहाँदेखिको राइससँग दुइटैसँग खान सक्नुहुन्छ। एकदम मजाले लतक्क भएर पाक्छ हो। अनि त्यसमा चाहिँ एकदम टेस्टी हुन्छ क्या। अन्त अब त्यत्तिकै पकाएको भन्दाखेरि चाहिँ त्यो आलु र बैगुन काटेर त्यत्तिकै पकाएको भन्दा यसरी फ्राई गरेको चाहिँ साह्रै मिठो हुन्छ हो। अन्त एकदम पाक्नु आँटेपछि अलिकति गरम मसला हालिदिनु माथिबाट हो। अन्त एकदमै मिठो हुन्छ है साथीहरू।